साला उल्लू बनायो त यो मलाई आफ्नो जन्मदिन दिनु मलाई माथि अघि पछि त बहिनी मेरी प्यारी बहिनी भनेको भने गर्छ आज बर्थडेको दिन न विश गरेको छ न गिफ्ट दिएको छ यस्ता नि दाइ हुने मिना सुहादै कता मुरमुरे पछि चाहिँ आफूसँग केही दिन भन्ने पैसा छैन कसरी पो मनाउने के आइडिया लाएर पो मनाउने बर्बाद ह्यापी बर्थडे अनि किन रिसाइ के आज बर्थडे दिन रिसाउनु हुनु छैन त भाइ मेरो बर्थडे झन् थाहा रहेछ विश गर्नु छैन एउटा गिफ्ट ल्याउनु छैन यस्ता नि दाइ हुन्छन् अनि पछि त मेरो बहिनी प्यारी बहिनी को प्यारी बहिनी त्यसै रिसाएर हुन्छ अनि मैले तेरो लागि के सोच्दिनँ होला त म तँलाई भनेर पसलमा सामान किन्न त गएको बहिनी अब जुन हेऱ्यो त्यो राम्रो लाग्छ मलाई तर मैले किनेको तँलाई मन पर्दैन कि भनेर तँलाई जे मन लाग्छ त्यही किनिस् भनेर म खाली हात आएको क्या मैले किनेको तैँले मन नपारिस् भनेर बुझिस् ल पर्छ ल जे मन लाग्छ त्यही किन ल आजको दिन मोज गर ल आमा साँच्चै दाइ तपाईँलाई म के जिस्केको नि दाइ तपाईँ यस्तो राम्रो दाइ त को छ संसार कोही छैन बहिनीलाई यति माया गर्ने दाइ दाइ अघि रिसार्के के भने मनमा नले है आमा तँ पे यस्तो दाइ त को छ र दाइ म गइहालेँ है ढिला हुन्छ है ल 5 minutes later भरे दाइलाई मैले कति गाली गरेँ कस्तो माया गर्ने दाइ छ अब जाडोको सेट किन्छु अनि फुड किन्छु पैसा पो कति छ यार कस्तो छ तेरा तो गेम बजाना पड़ेगा साला उल्लू बनायो त यो मलाई त रुम किन्ने राख राख त रुम किन्ने भएको राख राख अब के तपाईले के भन्नु कालेको रिसाए मार्थे जस्तो छ भाग्नुपर्छ भाग्ने पो कता हो जन्मदिन दिनु मलाई मार्थे